अफ्रिकी मुलुक भन्ने बित्तिकै हाम्रो मानसपटलमा के आउँछ? सायद गरिबी, भोकमरी, अभावले जेलिएको त्यहाँका मानिसहरूको दैनिकी। तर पछिल्ला केही महिना यता एउटा पात्रले सिङ्गो अफ्रिकालाई फरक ढङ्गले चिनाइरहेका छन्। उनी हुन् बुर्किना फासोका 37 वर्षीय युवा राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे। ट्राओरे चर्चामा आउनुका कारणहरू: पहिलो, विश्वका महाशक्ति राष्ट्रहरू चीन, रुस र उत्तर कोरियासँग उनको उठबस। क्याप्टेन इब्राहिम ट्राओरे अफ्रिकी मुलुक बुर्किना फासोका युवा राष्ट्रपति हुन्। उनलाई खासै धेरैले चिन्दैनथे। तर आफ्नो देश परिवर्तन गर्ने उद्देश्यसहित अघि बढेका उनले विश्व व्यवस्थालाई नै चुनौती दिइरहेका छन् भन्दा फरक पर्दैन। राष्ट्रपति पद सम्हालेको 3 वर्षमा ट्राओरेले बुर्किना फासोको विकासमा मारेको फड्को र पछिल्लो समय विश्व महाशक्ति चीन, रुसदेखि उत्तर कोरियासँग उनको उठबसले विश्वको ध्यान मात्र तानेको होइन, उनी चर्चाको शिखरमा समेत छन्। केही दिन अघि मात्र चिनिया राष्ट्रपति सी जिनपिङ स्वयंले ट्राओरेसँग टेलिफोन वार्ता गरे लगत्तै बुर्किना फासोको भ्रमण गरेको खुल्न आएको छ। यसअघि गत मे 9मा रुसी राष्ट्रपति व्लादिमिर पुटिनले ट्राओरेलाई गरेको स्वागतको चर्चा अझै सकिएको छैन। पुटिनले उनलाई रेड कार्पेट मात्र बिछ्याएनन्, बडो उत्साहका साथ मस्कोमा स्वागत गरेका थिए। ट्राओरेले पुटिनसँगको उच्चस्तरीय द्विपक्षीय वार्तामा हामीलाई सहयोग होइन, मेसिन दिनुहोस् भनी अनुरोध गरेका थिए। अर्कोतर्फ उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले ट्राओरे र उनको सत्ताको सुरक्षाका लागि 700 उत्तर कोरियाली एलिट कमान्डो बुर्किना फासो पठाएका छन्। सन् 1960 देखि नै फ्रान्ससँग सैन्य सहकार्य गर्दै आएको बुर्किना फासोको सत्तामा ट्राओरे आउन साथ फ्रान्सेली सैन्य उपस्थितिको आधिकारिक अन्त्य गरेका थिए। आन्तरिक रूपमा विभिन्न आतंकवादी समूहसँग युद्ध लड्दै आएको बुर्किना फासो रुसी सेनासँग सहकार्य गरेर युद्ध लडिरहेको छ। लामो समयदेखि पश्चिमा मुलुकहरूको प्रभाव रहेको अफ्रिकामा कम्युनिस्ट शक्तिहरूको बढ्दो प्रभावका कारण अमेरिका र युरोपको समेत ध्यान तानेको छ। अमेरिका, फ्रान्स र बेलायत जस्ता महाशक्ति देशहरू अहिले बुर्किना फासोलाई बेवास्ता गर्न नसक्ने अवस्थामा छन्। दोस्रो, पश्चिमाहरूको चर्को विरोध। राष्ट्रपति ट्राओरेकै रणनीतिक योजना अनुरूप विभिन्न सिलसिलामा बुर्किना फासो पुगेका पश्चिमी मुलुकका प्रतिनिधिहरूलाई जासुसी गरेको आरोपमा